हेलो गाइज, गुड मर्निङ। आज चाहिँ म बिहानै उठेर मेरो बिहानको सुरुवात चाहिँ तातो पानीबाट स्टार्ट भयो। आजको हेर्नु न मौसम चाहिँ कस्तो एकदमै पानी परिरहेको छ। अनि म चाहिँ कलेज जान रेडी पनि हुन आँट्दै थिएँ। अनि मेरो चाहिँ किताबहरू यत्तिकै बाहिर थियो अनि म चाहिँ किताबहरू राखेँ। अनि यहाँनिर चाहिँ सुदीक्षाले खाना बनाउँदै थिइन्। अनि यहाँनिर चाहिँ खानाहरू पाक्दैछ। अनि खाना पस्केर उसले मलाई राखिदिन्। अनि अब खाना खाएर म चाहिँ कलेजतिर जान्छु। अनि आज चाहिँ पानी परिरहेको थियो। अनि कलेजमा पनि परिरहेको थियो। अनि म चाहिँ कलेज पुगेँ। पढाइ सक्यो। अनि हाम्रो चाहिँ ब्रेक भयो। अनि ब्रेकमा चाहिँ हामी खाजा खान जान आएको थियौँ। क्यालकुलेटर चाहिँ मेरो त्यत्तिकै बाहिरै राखिदिएको थियो। अनि यहाँ चिनेर चाहिँ डब्लु खेल्दै थिएँ। पुरा पन्जा लडाइँ खेल्दै थिएँ। अनि यहाँनिर चाहिँ अब कसले जित्ने भइरहेको छ हाम्रो यहाँनिर। अनि पुरा हाइप भइरहेको थियो यिनीहरू दुईजनाको। अनि हेर्न पनि सक्नुहुन्छ यहाँनिर खुत्रा दुईजनाले नै बल लगाइरहेछन् कसले जित्छ भनेर। अनि यहाँ बिचमा चाहिँ केही नभन्दा भन्दै दिपकले चाहिँ क्विट गर्यो गेमै। अनि कसैले पनि जितेन। अनि हामी चाहिँ यति सकेर खाजा खानातिर लाग्यौँ। अनि यो चाहिँ हाम्रो कलेजको गार्डन। कति राम्रो फुलहरू यहाँनिर छ। कस्तो राम्रो फुलहरू छ। अनि यहाँनिर चाहिँ हाम्रो कलेजको ग्राउन्ड घाँस छ क्या। यहाँनिर सफा नै गरेको छैन अहिले चाहिँ। अनि यहाँ चाहिँ दीक्षा छे। अनि यतापट्टि चाहिँ आइसा छे। उनीहरू चाहिँ भैँसी ल्याउनुपर्छ, अब यहाँ चराउनुपर्छ भन्दैछन्। अनि हामी चाहिँ जाँदै थियौँ। अनि यसले भिडियो बनाऊँ भनेर भने। अनि त्यहाँदेखि मैले यहाँनिर ल जाऊँ भनेर। अनि हामी चाहिँ यहाँनिर घाम भएर छाता ओढ्दै गएको थियौँ क्या। बिहान आउँदा चाहिँ पानी परेको थियो। दिउँसो चाहिँ खाजा खाने बेलामा चाहिँ घाम भएर हामी चाहिँ छाता लिएर जाँदै थियौँ क्या। अनि के खाने होला आज भनेर हामी सोच्दै थियौँ। अनि मैले चाहिँ यतिकै अनि हामी चाहिँ यहाँनिर खाजा खाने ठाउँमा पनि पुग्यौँ। अनि त्यसपछि यहाँनिर चाहिँ हामीले अर्डर गरेर पर्खेर बसेको थियौँ। अनि यिनीहरूलाई सोध्यौँ के खान्छु भनेर। अनि चाउमिन खाने भनेर भनी। अनि त्यसपछि हामी चाहिँ त्यही अर्डर गरेर बस्यौँ। अनि त्यसपछि एकछिनपछि अर्डर आयो। अनि हामीले चाहिँ खाएर पनि अब निस्किसक्यौँ। अनि निस्किँदा ओर्दा यहाँनिर पानी परेर कस्तो भएको थियो। दीक्षा चाहिँ म भिजे मलाई मजाले उयो गर भनेर भन्दै थिएँ। अनि यहाँनिर चाहिँ पानीपुरी चटपटे पनि पाउँछ। अनि हामी चाहिँ नखाइकन गयौँ। अनि यहाँनिर म चाहिँ एकदम के अरे सरले कराउनुहुन्छ भनेर छिटो आउँदै थियौँ हामी चाहिँ। अनि यहाँनिर सर पनि आइसक्नु भएको थियो। अनि यतिकै हाम्रो कलेज पनि सक्यो आजको। अनि हामी चाहिँ जाँदैछौँ गफ गर्दै। अनि यो चाहिँ हाम्रो यता कलेजको यो के अरे मेन भवनको छेउमा आउँदै थियौँ हामी चाहिँ। अनि यहाँनिर फुलहरू कति राम्रो फुलेको, कस्तो राम्रो देखिएको छ। अनि म चाहिँ घरतिर लागेँ। अनि त्यसपछि म नि अब घर छेउमा आइसकेँ। अब घरमा आइपुगेर भोक लाग्यो नि त। अनि अब यसो बाहिर जाऊँ भनेर अनि सल्लाह भयो दुईजनाको। अनि हामी चाहिँ अनि बाहिर गयौँ। अनि जाँदै थियौँ गफ गर्दै। अनि फेरि यो खाजा लिन जान पनि यति टाढो छ क्या। हामी चाहिँ आज दुध पनि लिएर उयो चिया बनाएर खाऊँ भनेर सोचेको थियौँ क्या। अनि यो दुध लिन पनि यति गाह्रो छ, कत्रो घन्टा नै लाग्छ क्या दुध लिन जान पनि। अनि यो चाहिँ हाम्रो चाहिँ गुम्बा हो। अनि यहाँ गुम्बामा चाहिँ हामी घरिघरि जान्छौँ। अनि यतापट्टि चाहिँ हाम्रो इस्कन पनि छ। इस्कन चाहिँ हामी एकचोटि गएको थियौँ होला। अहिले चाहिँ त्यो इस्कन बन्द भइसकेको छ। अनि त्यहाँनिर बिचमा मन्दिर छ। हामीले दुध पनि किनेर ल्याइसक्यौँ। हामी चाहिँ जाँदैछौँ। अनि हाम्रो एउटा दोस्तले हामीलाई के अरे आँप ल्याइदिएको थियो क्या। अनि हामीले चाहिँ आँप पनि काटिसक्यौँ। त्यो दोस्तलाई चाहिँ धेरै धन्यवाद। अनि सुदीक्षाले पनि आँप खाइन्, मैले पनि खायौँ। यस्तो मिठो थियो आँप। आजको ब्लग यति नै। बाई बाई, सी यू सुन टुमरो।